अहिले पनि एनर्जी सेक्टरमा चाहिँ हामीले एक्चुअली फड्को मार्न सक्छौँ भन्ने कुरा हुन्छ नि त होइन हामी नट टकिङ अबाउट सोलर त्यसमा आउँला होइन हाइड्रोमा एक्चुअली हजुर 275 मध्ये पर्नुभयो भने सांसद बन्नुभयो भने होइन वाट वुड बी योर पोलिसी वाट वुड बी योर थट प्रोसेस हजुरले चाहिँ के बोल्नुहुन्छ त एनर्जी सेक्टरमा एनर्जीलाई सेक्युरिटीसँग जोड्नु पर्छ होइन प्रोस्पेरिटी त अफकोर्स हो सेक्युरिटी फर्स्ट होइन भनेपछि डोमेस्टिक निड र डिमान्डलाई कसरी पहिला चाहिँ हामीले चाहिँ सुनिश्चित गर्ने होइन अघि भने नि जुन चाहिँ वी आर सो एडिक्टेड टु पेट्रोलियम प्रडक्ट्स फर कुकिङ एन्ड फर ट्रान्सपोर्टेसन होइन हिँड्नको लागि पनि अहिले आएर इलेक्ट्रिक मोबिलिटीमा बिस्तारै चाहिँ यसले मोमेन्टम गेन गरेर आएको छ तर रिमेम्बर होइन 2015को इन्सिडेन्ट 2015 राइट आफ्टर द अर्थक्वेक त्यति बेला चाहिँ इकोनोमिक ब्लकेट हुँदाखेरि हामीलाई पेट्रोल नपाउँदा कति गाह्रो भएको थियो नि त सो त्यो गर्दा चाहिँ हामीले आजको दिनमा हाम्रो यो जति पनि हाइड्रो पावरबाट आउने अथवा चाहिँ इलेक्ट्रिसिटीबाट आउने इलेक्ट्रिसिटीको चाहिँ लोकल कन्जम्सनलाई एउटा फोकस गर्नुपर्छ त्यसको लागि कस्ट बढी लाग्न सक्छ इट कुड बी चिपर टु एक्सपोर्ट होइन त्यसको किनभने ट्रान्समिसन लाइन मात्रै पठाउने हो यतापट्टि तर इन्फ्रास्ट्रक्चर लगानी गर्नु पर्यो त्यो पार्ट चाहिँ युटिलिटी नगर्नु खोज्दा युटिलिटीको आफ्नो चाहिँ ब्यालेन्स सिटबाट गर्दाखेरि घाटा पर्छ भने द्याट इज द रेस्पोन्सिबिलिटी अफ द गभर्मेन्ट होइन त्यो त मिनिस्टर अफ फाइनेन्सले त्यसलाई कसरी हुन्छ निकाल्नु पर्छ विनियोजन गर्नु पर्यो अनि त्यसमा प्रदेश गभर्मेन्ट र स्थानीय सरकारसँग मिलेर चाहिँ डिस्ट्रिब्युसन लाइनलाई चाहिँ स्ट्रेन्थनिङ गर्नु पर्यो जग्गा मिलाइदिनु पर्यो अब यही एरियामा मानौँ झम्सिल एरियामा अब रेस्टुरेन्ट बढेको बढेछ ट्रान्सफर पड्किरहेको छ अनि ट्रान्सफर राख्ने ठाउँ पो हुँदैन अनि प्राधिकरणले मलाई ठाउँ दिनुहोस् म तपाईँलाई चाहिँ ट्रान्सफर फ्रीमा ल्याएर राखिदिन्छु भन्नु जग्गा कति महँगो पर्छ त्यो जग्गा किन्ने कसले होइन एनयुले भन्दा पनि यहाँ चाहिँ करोड पनि जग्गा किनेर आनाको मैले चाहिँ ट्रान्सफर राखेँ मलाई त्यो मेरो पेब्याक पिरियडै 15 वर्ष भयो भने त मैले किन लगानी गर्ने भन्ने क्वेसन आउँछ हजुर पोलिसी बनाउने